हेलो गाइज, नमस्ते सबैजनालाई। हामी चाहिँ आज घुम्न जाँदैछौँ। तपाईँहरूलाई वेलकम छ हाम्रो भ्लगमा। कहाँ जाँदैछौँ भन्नुहोस् त सुजान सर? आज हामी चाहिँ आज नगरकोटको रानी झुला, बोधिनी ड्याम तपाईँहरूलाई पनि साथमा लग्नेछौँ र हामीहरूसँग तपाईँहरू पनि आउनु होला है त। ल है त। हामी चाहिँ नारायणटारबाट यता लाग्यौँ थलीतर्फ। हामी चाहिँ साँको हुँदै जान्छौँ अब। हामी चाहिँ साँकोको बाटो हुँदै पञ्चमहालक्ष्मी हुँदै यहाँ कात्तिक आइदियौँ। अब यो बिचको बाटो, यो बाटो यता हो। हामी चाहिँ अब रानी झुला आइदिनु लाग्यो। 5-10 मिनट हामी रानी झुला आइदिन्छौँ। हाम्रो नि आउलान् भगवान् छन् भने आशिका तामाङ चाहिँ बोलाउनै पर्ने थियो यहाँको पार्किङलाई चाहिँ। म एउटा भन्दै थिएँ, हाम्रो नि आउलान् भगवान् छन् भने। तपाईँ ल यो चाहिँ हाम्रो यहाँको प्रवेश शुल्क। यहाँ चाहिँ पार्किङ कि के हो? चुलडाँडाको भन्दा माथि थामडाँडाको जस्तो उयो ठिक छ हाम्रो। सोलाको बोट सलाटेको भन्दा इत्रु इत्रु छ। के अरे हाम्रो सलाहारीको बन्द त यसरी ल हामी चाहिँ रानी झुला आइदियौँ। यही हो। यहाँ अब बन्जी हान्ने बनाउँछन्। बन्जी हान्छ ठाउँै छैन। अगाडि भिड त भइहाल्छ। पुल उत्तिकै के समूहमा हाल्ने यहाँ उसै हावा लाग्ने रहेछ होइन। पुल चाहिँ एकदमै हल्लेको थियो त्यतिखेर। ल हामीले पनि इन्जोय गर्यौँ। अघि आइयो होइन कहाँ गरे रानी झुला भन्छ। के झुला खै हामीलाई चाहिँ झुलाइदिइरहल होइन। के हो झुलायो हामीलाई त झुला। आशिका दिदी कता हुनुहुन्छ तपाईँ? कस्तो खोजेको हजुरको। ल गाइस, हामी चाहिँ यो रानी झुलाको पुल छौँ। के राम्रै लाग्यो त्यस्तो वालै भन्ने चाहिँ होइन। भाइ तिमीलाई डर लागेन? हो क्या है? ठीक है मत गिरना तुम मत गिरना, तुम बच्चे हो।
यता चाहिँ हाम्रो सुदन सर हुनुहुन्छ होइन हामी चाहिँ अब मलाई चाहिँ पाइन्छ सिधा हाम्रो सरले चलाउने हुनुहुन्छ हाम्रो यता रूपकजी हुनुहुन्छ पछाडि राख्नु भएको छ अनि उहाँ रोडमा अनि हामी चाहिँ अहिले के ड्याम रे हाम्रो भन्ने जस्तो सुदनजी बोजिनी ड्याम जाँदैछौँ है त पनि जाने क्रममै छौँ यस्तो ठाडो आएर यहाँबाट चाहिँ पिच रहेछ फाइनल्ली हामी चाहिँ बोजिनी ड्याम आइपुग्यौँ होइन यता बोजिनी हो कि बोलिनी हो अब यो हुन चाहिँ यही रहेछ हेर्नु पानी नै छैन धेरै तलदेखि आयौँ हामी तर लास्टमा पानी रहन्छ यहाँ चाहिँ पानी चाहिँ अब बढाउनको लागि खोल्नु भएको रहेछ ड्याम हेर्न भनेर आएको यस्तो छ ड्यामको अवस्था चाहिँ रमाइलो रहेछ ठाउँ चाहिँ पिसफुल र आज हामीलाई चाहिँ रानी झुलाले झुलाइदियो अनि ड्यामले ढल्कै डुबायो तपाईँको के छ म त निशब्द भएँ तपाईँको के छ के भनौँ बोली शब्द फुटेन मेरो ओठ सालु सबै रमाइलो छ नि अनि एउटै बबाल रहेछ है यहाँ हामी चाहिँ यस्तो कर्नरिङ हान्न आएर होइन बाटो नदेखेर यही हो ड्याम अर्को पनि एउटा ड्याम यहाँ रहेछ त्यो चाहिँ सानो ड्याम ल केटाहरू अब सबैमा ड्याम स्याम घुमेर अब लास्टमा आएर चाहिँ हाम्रो यहाँ पञ्चमहालक्ष्मी मन शान्ति गर्ने ठाउँ पञ्चमहालक्ष्मी घुम्दैछौँ यता रूपा दिदी हुनुहुन्छ रूपा दिदी हेलो गरिदिनुहोस् त तपाईँलाई कस्तो लागिरहेछ आजको घुमाइ हो बिजोग रमाइलो कि रमाइलो हो अनि यता हुनुहुन्छ हाम्रो सुजनजी यता हेरिदिनुहोस् यसो के छ तपाईँको राय भने म त निशब्द छु यस्तो रमणीय ठाउँ घुमेर आएँ आज म हो अनि यता चाहिँ मेरो भतिज यता हेरिदिनुहोस् त हजुर भन्नुहोस् हजुर कस्तो लागिरहेछ तपाईँलाई आज यो पातो पाउरो दुखिरहेछ अब दुखिसक्यो ए के छ तपाईँको भनाइ के छ भनिदिनुहोस् त मेरो ओठ तालु सबै पत्रकै सुकिया छ सुक्या छ है यहाँनिर अब कसैलाई के नाम लिएर भन्नु पर्ला र भन्न त है हो के बनाए यता चाहिँ म छु है त तपाईँलाई कस्तो लाग्यो हेलो कस्तो लाग्यो ए मेरो त एकदम रमाइलो भइरहेछ है मलाई त म त यस्तो दामी मजा आइरहेछ कि होइन कस्तो मजा आइरहेछ र यसका साथै हाम्रो भ्लग पनि समाप्ति भएको छ होइन आजको तपाईँलाई भ्लग कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया सबै दिनु होला मेरो रूपक नेपाल अफिसियल युट्युब च्यानललाई नि सब्सक्राइब गर्नु होला यस्ताको अनुहार हेरेर आएपछि के हुन्छ अनुहार सखा त छैन